हामी चाहिँ आइपुग्न लागेको अवस्था है। त्यही डाँडोमा यसो घुम्न जान लाग्यो आज है। नेपालको पहाड जस्तै छ। यहाँ पनि बस्दा रहेछन् है। उसको लागि हाम्रो नेपालका नेताहरूले पनि यस्तो विकास गरिदिनु पर्यो है। यस्तो ठाउँमा ल है। हामी चाहिँ आज यो पहाडको बिचमा जाँदैछौँ। मन्दिर आइपुग्न लागेको अवस्था। दस 15 मिनटको बाटो हो। हामीहरूले काम गर्नेदेखि 15 मिनटको बाटोमा यो मन्दिरको बातुकेट मन्दिरमा चाहिँ हामी दर्शन गरेर फर्किराखेको अवस्था। माथि डाँडा पुगेर यताउता गरेर कुमारजी उता फर्केर बस्नु भएको छ। अनुहार देखाउँदैन भनेर भन्नुहुन्छ। बातुकेटको हाम्रो कुमारजी घरमा